ल साथीहरु हेर्नु है, म पुलमा जाँदैछ हैन। अब मैले कति मिनेटमा यो पुल तरेर पार गरेर सक्छ हैन, फुल हेरेर सपोर्ट गर्नु होला है। म जाँदैछ, ल आउनुस्। हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ हामीहरू दाङको राप्ती नदीमा भएको अर्को दोस्रो लामो झोलुङ्गे पुलमा आइपुगेको छ घुम्नलाई हैन। राम्रो राम्रो ठाउँमा घुमाउँदैछ हजुरहरूलाई। यता देख्न सक्नुहुन्छ स्क्रिनमा कस्तो राम्रो है, हेर्नु त, देख्न सक्नुहुन्छ सबै दृश्यहरू हेरेर रमाइलो छ एकदमै। अनि सबैजना साथीहरूले मेरो भिडियोलाई फुल वाच गर्नु होला, लाइक कमेन्ट गरिदिनु होला, शेयर गर्नु, अनि सब्स्क्राइब पनि गर्न नबिर्सिनुस् है सबैले। अनि फेरि अनि यता हेर्नु त, यो यहाँदेखि गयो भने यो पुल धेरै लामो छ हैन, यो पुलबाट। अनि अब मैले सुरु गर्छ है, कति मिनेटमा मैले यो पुललाई क्रस गर्न सक्छ हैन, पैदल हिँडेर कति मिनेटमा मैले यसलाई पार गर्न सक्छ भनेर मैले समय काउन्टिङ गर्छ। यो पुलको मात्रै हिँडेको मात्रै एउटा फुल भिडियो हाल्छ, सबैले हेरेर सपोर्ट गरिदिनु होला, मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला है। ल अब म जाँदै गर्छ पुलमा, यो पुल हिँड्छ कति मिनेटमा मैले यो पुल पार गरेर सक्छ त्यो हेर्नु होला है साथीहरु। कति लाग्दो रहेछ समय, लामो छ, एकदमै लामो छ नि त, त्यही भएर कति समयमा यो पुल पार गर्न सकिन्छ। ल आउनुस्। आउनुस् आउनुस् हजुरहरु, आउनुस्। समय काउन्टिङ गर्नु है, कति मिनेटमा पारिपट्टि गरेर देखाउँछु मैले, स्किप नगरिकन, भिडियो स्किप नगरिकन हेर्नु है साथीहरु, कति समय लाग्दो रहेछ। बाफरे कस्तो राम्रो देखिएको, झन् माथि त जाँदा त राम्रो देखिँदो रहेछ त। यो मेरो छोरा हो कि हो, म सँगसँगै हिँड्ने हेर्नु त। खै बाबा आउनु भएन, यहाँ राखेर अर्डर फोटो खिच्न लाग्यो भने त मेरो मोबाइल त एक सेकेन्ड दो भयो, एकदमै माथि निस्किँदाखेरि त लास्टै दो हुँदो रहेछ। ल यहाँदेखि हेर्न सक्नुहुन्छ, हेर्नु कस्तो राम्रो ठाउँहरू नि त, पारी पारी देख्नुहोस्, हेर्नुहोस् है हजुरहरू। यो ठाउँबाट नभए पनि कुन कुन ठाउँबाट हेर्दै हुनुहुन्छ साथीहरू, राम्रोसँग हेर्नु होला, हेरेर इन्जोय गर्नु होला। मेरो च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु नि फेरि है। ल सबैले, ल अब म चाहिँ मुनिबाट माथि निस्किसक्यो, यो पुल स्टार्ट। म जाँदैछ है पारिपट्टि। ओए मम्मी, मेरो सल पक्रिदिनु त, यताबाट पक्रिदिनु त, यताबाट तलबाट घुमाएर दिनु त मेरो सल, यता तलबाट। ल मेरो सल, कति मिनेट लाग्छ भनेको त, टन्नै मिनेट लाग्दो रहेछ कि क्या हो। जान सक्छु म, यो पारी भ्याउदिनु होला हौ, साह्रै पो गाह्रो हुँदो रहेछ त, हेर्नु त कस्तो राम्रो। अरे बाफ्रे, हजुर है, यो चाहिँ हुन सक्छ, खस्नु चाहिँ सक्छ है। मेरो हात कस्तो फाटेको छ, यो त दुखेको छ, यो त हे भगवान, कति टाइम लाग्छ यो पुल हामी पार गर्न। च्यालेन्ज भयो है साथीहरु, हेर्नु है म कति टाइममा जान्छ। भिडियो चाहिँ स्किप छैन है साथीहरु, सबै पुरै छ, मैले पुरै गरेको छ, एउटा पनि स्किप गरेको छैन, हेर्न सक्नुहुन्छ हजुरहरूले। कति टाइम लाग्दो रहेछ भन्ने कुरा यही थाहा हुन्छ हैन, हुन्छ कि बिचबिचमा आउँदै हुनुहुन्छ, लास्टमा आउँदै हुनुहुन्छ। मलाई चाहिँ एकदमै गाह्रो भइसक्यो। यता हेर्नुहोस् त, यता पनि एकदम राम्रो देखिएको छ नि है, एकदमै राम्रो छ हैन। यतातिरको दृश्य पनि देख्न सक्नुहुन्छ, एकदम राम्रो देखिरहेको छ। सर हेर्नु न सबैले है। अनि यस्तो
सरी मेरो हात मात्रै दुख्यो हात दुखेर हो कि हात दुखेर नै मैले ला नि अब त हल्लिन थाल्यो त हल्लिनु पनि थाल्यो हो म हिँडेको 4 मिनेट भइसकेछ 4 मिनेट भइसकेछ अनि खै त अझै एउटा पनि पार गर्न सके हैन यस्तो यस्तो त 3वटा 4वटा कति गाँसेको छ के पुल चाहिँ एकदमै लामो छ हैन हजुरहरु पनि घुम्नको लागि आउन सक्नुहुन्छ है एकदम गाह्रो छ हो साथीहरु एकदम गाह्रो छ यो पुलमा एकैछिनमा तरेर भ्याउँछु भन्नलाई त कति समयमा भ्याउँछु हैन म नन स्टप हिँडेको छु नि त हिँडे पनि 1 सेकेन्ड 1-2 सेकेन्डको लागि वेट गरे पनि एकदम नन स्टप हिँडिराखेको छ अलि आउनु न छिटो छिटो आउँदै आउनु भएको छैन उहाँ हिँड्न सक्नु भएन सायद हैन त धेरै एकदम गाह्रो भइसकेको छ मेरो हात चाहिँ क्यामेरा मोबाइल पक्रेर एकदम धोगिरहेको छ कि बापले अझै थुप्रै छ त दुईटा टुप्पा पनि गएर भ्याएन काली गंगा उर्लेर आयो भेटुनालाई मायाले बोलायो दो भएर त गीत गाउन पनि नसकिने रहेछ हौ के भएको नि यस्तो साह्रो हात दुख्यो मोबाइल पक्रेर भिडियो खिच्दा चाहिँ 5 मिनेट भयो है रात्री 5 मिनेट 6 मिनेट भइसक्यो 6 मिनेट भयो कति मिनेट चाहिँ यसरी नस्टप हिँडेर पुल पार गर्न सकिने रहेछ भनेर हजुरलाई चाहिँ हेर्नुस् है भनेको त म त खत्तम हुने भयो पुल मात्रै तरेको भनेर भन्नुहुन्छ होला फेरि हैन पुलमा मात्रै हिँडेको तर सबै चीजहरु छ यतातिर पनि देख्न सक्नुहुन्छ हैन हेर्दै हिँड्नु न मसँग यस्तो माथि हेर्नु त तर देखिँदो रहेन छ माथितिर पाइ त यो खम्बा हेर्नु खम्बा माथि भएको छ हैन म बिचमा छु के अगाडितिर छोरा पछाडितिर बुढा हुनुहुन्छ म चाहिँ बिचमा छोराले छोडेर गएको छ अनि फेरि बुढा फेरि पछाडि छोडिनु भएको छ के म बिचमा हे भगवान के गर्नु बाबु त गुर्या छ अगाडि म त बिचरा बिस्तारै आउँदै हुनुहुन्छ कपाल पनि हावाले उडाएर कता कता पूर्व पश्चिम लगिसक्यो केही छैन ठिकै छ मम्मी सल अड्क्यो अरु भन्दा पनि यो सल के हावाले एकदमै सल अल्झ्यो हेर्नु त कस्तो धेरै हावाले सल उडाइदिएर एउटा चाहिँ पार भयो नहुँदैछ है एउटा पुल चाहिँ पार भयो मतलब यो कतिवटा गाँसेको छ तीनवटा गाँसेको छ कि यो पुल चाहिँ 3 ठाउँति अनि यो चाहिँ पुरा भयो यो बीच आयो हैन यहाँनिर चाहिँ यो भयो हैन अहिले एकछिन है मेरो चाहिँ एकदमै हात दुखिरहेको छ त्यो भएको भएर मैले एकछिन अफ गर्छ ल कति भयो 8 मिनेट 29 सेकेन्ड एउटा यो तरेर आउनलाई लाग्यो भनेपछि अलि पुरा तरेको पुरा चाहिँ गएको हेर्नुस् है हजुरहरुले ल स्टार्ट फेरिबाट यहाँदेखि फेरि स्टार्ट हुँदैछ यहाँदेखि फेरि म स्टार्ट गर्दै छु है मेरो एकदमै हात दुखेको भएर एकछिन रोकेको थियो तर म हिँडेको पनि थिएन यतादेखि आएको थियो हैन यहाँदेखि
एउटा जस्ट एउटा मात्रै पार गरेको छ नि त, एउटा पार गरेको छ। अब बाँकी छ अझै, देख्न सक्नुहुन्छ यता यो साइडमा उहाँहरू जो हिँड्दै हुनुहुन्छ होइन। अनि यो चाहिँ अब कति लाग्छ हेरौँ है, कतिवटा प्लस भएको छ यसमा चाहिँ, एउटा दुईटा तिनवटा जस्तो लाग्छ मलाई। तिनवटा छ कि कति, तिनवटा नै छ जस्तो लाग्यो, तिनवटा छ। नर्मल सामान्य अब गाउँघरमा हुने, गाउँघरमा मतलब सानो सानो नदीहरूमा हुने पुल हुन्छ नि, त्योभन्दा एकदमै धेरै लामो छ कि यो पुल चाहिँ। तिनवटा गाँसेको छ कि यसमा। नहल्लाउनु न, कस्तो अहिले मेरो हातबाट मोबाइल छुट्छ ला। अनि बाइक पनि आइरहेको छ ला, म त यहाँनिर बच्छ एकछिन। म मलाई डर लाग्छ, कस्तो हल्यो, अब कति बेसरी हलेको न ला नि, म लड्छ अहिले ला। कति बेसरी हलेको कि बिचमा आइसकेपछि, अघि त हलेको थिएन त। ए म नडराइकन हिँड्छ, मोबाइल खस्ने हो कि आमा मम्मी। चक्कर लाग्यो मलाई ला, कस्तो हल्लेको हो के। ल हिँड्नु हिँड्नु हिँड्नु, एकदमै चक्कर लाग्यो पुल, एकदम बाइक आएको भएर कस्तो हल्लेको हो कि बिचमा। अलि छिटो हिँडौँ न, यहाँ मेरो च्यालेन्ज पुरा हुँदैन फेरि। मैले कति मिनटमा हिँडेर सकिन्छ भनेको छ यहाँनिर बिच भएको भएर। त्यहाँनिर त्यो भनेको एउटा खतम भयो होइन, त्यसमा चाहिँ मुनि बिचमा चाहिँ एउटा सानो जोडेको रहेछ कि क्या, यो चाहिँ सानो हो कि फेरि यहाँनिर एउटा छ सानो। अनि ए उ जोडे छैन यसमा के लरा जस्तो यहाँ बिचमा छैन, सायद यो बिच हो नि पुलको। ल अब बिचमा आइपुग्यो, यो पुलको बिचमा आइपुगेको छ होइन। यतातिर हिँड्दै हुनुहुन्छ, यतातिर पनि देख्दै हुनुहुन्छ। ल साथीहरू बिचमा, सायद बिचमा आइपुग्यो हामी। अब कति मिनटमा बिचमा आइपुग्यो भनेपछि 11 मिनट 11:30 मिनटमा चाहिँ बिचमा आइपुगेछ म। अब यतातिर पनि लाग्नलाई बाफ्रे टर्नै टाइम लाग्दो रहेछ त। मैले त सोचेकै थिइनँ यत्रो टाइम लाग्छ भनेर। 11:30 मिनटमा यहाँ बिचमा आइपुग्यो भनेपछि नन स्टप हिँडेको मात्रै गरेको छ। ल साथीहरू मैले चाहिँ बिचमा बसेको थियो, एकछिन बस्दाखेरि चाहिँ मैले ट्याक्क स्टप गरेर मात्रै राखेको थियो, कट गरेको थिएन। क्यामेरा बन्द नगरिकन स्टप मात्रै गरेर म बसेको समयभरि काउन्टिङ भएन होइन। म फेरि हिँडेको समयदेखिको काउन्टिङ हो यो। बाबु अलि छिटो अलि छिटो, यो चाहिँ सुस्त बिस्तारै हिँड्ने व्यक्तिको लागि होइन कि। म चाहिँ कति मिनटमा हिँड्छु। म अल्छ्यो भने लड्छ कि फेरि, मेरो अघि अघि नगर्नु न। म अल्छ्यो भने लड्छ त। अहिले अघि यस्तो बाइकले पुल हल्लाएर कस्तो गाह्रो भएको थियो, चक्कर आएर रिङ्गनै लाग्यो नि हो। बाफ्रे के भन्नु र है। ल यहाँनिर चाहिँ अर्को बिचमा आइपुग्यो होइन। यो चाहिँ सानो बिच फेरि, जहाँ मेरो अघि एकछिन स्टप गरेको थियो नि हो, त्यसको फेरि यो भाग पर्छ होइन। यहाँदेखि उता फेरि त्यति नै छ, सायद नै 8 मिनट लाग्छ होला यहाँदेखि उता जानु पनि। ल बिचदेखि यता फेरि अर्कोमा आइसक्यो। आएर देख्न सक्नुहुन्छ हजुरले पनि, एकदमै लामो छ होइन। कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ हाम्रो साथीहरू। अब यहाँ दाङमा हुने, नजिक हुने साथीहरूलाई त लगभग सबैले यो पुलमा आइसक्नु भएको छ, घुमिसक्नु भएको छ होइन। अलि टाढा टाढा हुने साथीहरू हुनुहुन्छ होइन, टाढा टाढाबाट हेर्दै हुनुहुन्छ भने हजुरहरूलाई आउनु मन छ भने आउन सक्नुहुन्छ। एकदमै लामो छ यो पुल पनि। हुनलाई त यो झोलुङ्गे पुल भन्छ होइन, तर एकदम लङ छ, लङमा छ सायद।
यो चाहिँ 2वटा 3वटा पुल गाँस छ नि त्यतिकै लङ छ कि लामो छ कि यो एकदमै गाह्रो भइसक्यो हिँड्दा हिँड्दै बाप्रे यहाँनिरबाट ऊ खस्यो भने त मेरो मोबाइल मुनि खस्यो भने त प्याट्टै फुट्छ होला त भिडियो त कहाँ जान्छ आमै नि फेरि हल्लिनु आँट्यो अब मैले दुवैजनालाई पछाडि छोडेर हिँडिसक्यो किनभनेपछि मैले समय काउन्टिङ गरेको छ नि त त्यही भएर अघि एकछिन बाइकले गर्दाखेरि म एकछिन बिचमा 4-5 सेकेन्ड जति वेट गर्नु पर्यो नै भने कन्टिन्यू हिँडिरहेको छ है एकैछिन मात्रै हो त्यस्तो भएको त्यसको समय चाहिँ माइनस गर्न सकिन्छ हैन कति समय लाग्दो रहेछ भनेर त्यहाँनिरबाट माइनस गरेर हेर्न सकिन्छ अब हाम्रो मोबाइल खस्यो भने त सिधै बारीमा जान्छ कि यो चाहिँ मेन नदी भनेको यही रहेछ हेर्नुहोस् त यो हो यहाँनिरबाट सबैभन्दा ठुलो यो नदी यता उताबाट सानो सानो बगेको छ यहाँ बिचमा चाहिँ यहाँनिर मुनि चाहिँ एकदमै ठुलो चाहिँ यहाँनिर बगेको रहेछ एकदम ठुलो ठुलो छाल पनि आइरहेको छ यहाँ मुनि चाहिँ अर यताउता पनि छ हैन तर सानो सानो बचेको पानीहरू चाहिँ बगेको छ के यताबाट के भएको हो त्यहाँनिर भेटौँला फेरि मम्मी हात दुख्यो आउँदै हुनुहुन्छ पछि बाबा र छोरालाई म छोडेर हिँडेको नि त म अगाडि कुद्दै हिँडेको छ अब चाहिँ सायद अन्तिम भइसकेको छ हैन देख्न सक्नुहुन्छ लास्ट भइसकेको छ अनि फेरि पुल एकदमै हल्लिरहेको छ मलाई रिङाएर पनि चलिरहेको छ देख्न सक्नुहुन्छ हैन त कति बेसी जोरले हल्लेको छ तर सायद क्यामेरामा देखेको छैन त्यति धेरै अनि सामने चाहिँ मलाई एकदमै रिङाएर चलिरहेको छ फेरि पनि म एकदमै हिँडिरहेको छ कि छिटो किनभने चाहिँ छिटो मलाई यहाँदेखि पार गर्नु छ उता पारी गरेर बस्नु छ के त्यही भएर म चाहिँ छिटो हिँडिरहेको छ कुद्दै अहिले कति मिनेट भयो 17 मिनेट भयो है बाफरे अब चाहिँ आखिरी किनारासम्म आइपुग्ने बेला भइसकेको छ के भन्दै आउनु भएको छ बात मार्दै आउनु भएको छ बाबा छोराले लास्टमा आइपुग्न थालेको छ हेर्नुस् हेर्न सक्नुहुन्छ लास्टमा है लास्ट आइपुग्यो ल यहाँनिरबाट भयो लास्ट आखिरी भयो यो यहाँदेखि मुनि झर्ने बाटो हेर्नुस् हजुरले भन्न सक्नुहुन्छ कति
मिनेट लाग्यो होला मलाई भनेपछि सबै काउन्टिङ गर्दाखेरि मलाई कति मिनेट लाग्यो भन्दाखेरि ट्याक्कै 18 मिनेट लाग्यो किनभनेपछि बीचमा म बाइकले गर्दाखेरि एकछिन रुकेको थियो हैन रिङ्गाटा चलेर अनि फेरि एकछिन यताउता देखाउनु पर्यो त्यो गर्दाखेरि त्यसको बीचको भाग निकालेर हजुरले माइनस गरेर 18 मिनेटमा यो पुललाई सामान्य हामी जस्तो हरूले चाहिँ पार गर्न सकिँदो रहेछ अलि कम हिँड्नु सक्ने व्यक्तिहरूलाई चाहिँ लगभग 25 मिनेट लाग्दो रहेछ यो पुल भन्ने कुरो चाहिँ बुझियो है साथीहरु ल पुरा भिडियो हेर्नु होला सबैले सक्दो सपोर्ट गरिदिनु होला मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला है साथीहरु सबैले सब्स्क्राइब गर्न चाहिँ बिर्सिँदै नबिर्सिनु होला सबैले साथीहरु मेरो भिडियोलाई माया गरिदिनु होला ल ल बाइ बाइ साथीहरु